सो मैले चाहिँ आज एउटा सनग्लास किनेको छु त्यसलाई चाहिँ अनबक्स गरौँ है त ओके यहाँ चाहिँ सनग्लास रहेको छ यसलाई चाहिँ अनबक्स गरौँ सो यो चाहिँ वेफेयर यो रेबानको मेटा रेबान हो हैन यसको बक्स चाहिँ यस्तो छ सो अब यसलाई चाहिँ अनबक्स गरौँ है त वेफेयर मेटा रेबान सो अब यसलाई यहाँबाट खोलौँ ओके आउँदैन त ओके ल यहाँ चाहिँ यस्तो छ अब यहाँ चाहिँ के छ पहिला अरु चीज हेरौँ यहाँ चाहिँ यो म्यानुअल रहेछ कसरी युज गर्ने दुईटा 3-4 वटा म्यानुअल छ है अब के हो अहिले हेरौँ ल अनि अर्को पट्टी चाहिँ अनि यतापट्टि रहेछ यो चाहिँ यसलाई वाइप गर्ने है क्लिन गराउने त्यो ग्लास चाहिँ क्लिन गराउने रहेछ ओके अरु चाहिँ छैन जस्तो छ केही हैन ओके यता छैन ओके सो रेबानको चस्मा चाहिँ यहाँभित्र छ है यहाँ चाहिँ चार्ज गर्ने यो पोर्ट रहेछ सो भित्र चाहिँ यस्तो छ है अब यसलाई चाहिँ निकाल्दिउँ ओके हियर यु गो यहाँ चाहिँ रेबन रहेको छ है वाउ यो चाहिँ मेटाको रेबन वेफेयर जेन 2 हो है यसलाई खोल्दिउँ ओके यहाँ चाहिँ यस्तो रहेको छ है यो अलि ठीक छ यहाँ चाहिँ यसको सम्पूर्ण चिपहरू लगायत यसको सीपीयूहरू सबै रहेको छ हैन अनि यहाँ चाहिँ दुईटा क्यामेरा रहेको छ क्यामेरा प्लस लाइट अब यो चाहिँ यस्तो छ हेर्नुस् अब यसलाई लाएरै हेरौँ है त ओके लाएर हेर्दा यस्तो देखिया छ है अब मलाई कालो चस्मा त ठिकै मलाई मन पर्छ कालो चस्मा त्यही भएर मैले कालो चस्मा किने हो यो चाहिँ पोलराइज हो यो घाममा हेर्दाखेरि त्यो आँखा टिप्ने गर्ने त्यो समस्याबाट यसले बचाउँछ सो मलाई पोलराइज नै मन पर्छ राम्रो रहेछ चस्मा बाहिर हेर्दा पनि त्यस्तो आँखा टिप्ने त्यो हुन्छ नि तपाईको एकदम ब्राइटनेस अहिले त त्यस्तो ब्राइटनेस छैन बाहिर पनि बट त्यो एकदम सनलाइट परेको बेलामा चाहिँ आँखा टिप्ने आँखा यस्तो चिम्म गर्नुपर्ने हुन्छ नि त त्यो कन्डिसनलाई चाहिँ यसले एकदम राम्रो गर्दो रहेछ क्या राम्रो देखाउँदो रहेछ क्लियर एकदम है पोलराइज त्यो बाहिरको स्क्रिनमा यताउता हेर्दा पनि त्यो नटल्किने टाइपको देखाउँदो रहेछ मन पर्यो सो यो चाहिँ यो हार्डवेयर पार्ट चाहिँ यो हो अब यसको सफ्टवेयर पार्ट पनि छ यसलाई चाहिँ मोबाइल डिभाइसमा कनेक्ट गर्नुपर्ने हुन्छ यो मेटा एआई एप डाउनलोड गरेर अनि यसलाई कनेक्ट गरेपछि यसले चाहिँ फोटो भिडियो खिच्छ है अनि तपाईको यसले आफ्ना क्वेशनहरु पनि यसले भनिदिन्छ आफूले मन लागेको कुराहरु सोध्न पाइन्छ उले भनिदिन्छ यहाँ चाहिँ स्पिकर नि रहेछ मैले यहाँ सुनेको छु आवाज यहाँबाट साउन्डहरु आइरहेको छ यता पनि साउन्डको लागि स्पिकर रहेछ यहाँ पनि अनि त्यसपछि यो लोगो भइहाल्यो रेबनको अनि यो चाहिँ पावर बटन रहेछ यहाँ चाहिँ पावर बटन अनि त्यसपछि चाहिँ अब यसलाई एपसँग कनेक्ट गरेपछि तपाईलाई म फोटो भिडियो पनि कस्तो खिच्छ यसले म देखाउँछु सो अब यसलाई चाहिँ मोबाइलमा उस कनेक्ट गरौँ है त ओके सो मैले चाहिँ मेटा एआई कनेक्ट गरिसकेको छु यो सनग्लास पनि यसमा कनेक्ट अलरेडी गरेको छु अब हेरौँ है त यसले चाहिँ के गर्न सक्छ भन्ने कुरा म गर्छु हे मेटा हु इज द करेन्ट interim प्राइम मिनिस्टर अफ नेपाल on September 12th, 2025, following the resignation of KP Sharma Ali amidst widespread protests. Good. So, hey Mera, who is Balen Saha? Balen Shah, also known as Balendra Shah, is a Nepalese politician and former rapper who has been serving as the 15th mayor of Kathmandu since 2022. Good.
ल यसले चाहिँ हामीले मैले सोधेको क्वेसनको एन्सर पनि भनेको छ। यसले जे सोधे पनि जस्तै यो च्याट जिपिटी जस्तै हो क्या। अब तपाईँले जे मन लाग्छ त्यही सोध्न सक्नुहुन्छ, एनी क्वेसन है। अब तपाईँले यसबाट म्युजिक सुन्न पाउनुभयो होइन, युट्युबमा भएका कुरा सबै कुराहरू सुन्न पाउनुभयो। सो अब यसबाट अब फोटो लिउँ है त, फोटो भिडियो कस्तो लिन्छ यसले। ल हे मेडा टेक अ पिक्चर। ल यसले फोटो खिचिसकेको छ है, अब यहाँभन्दा अगाडिको फोटो खिचिएको छ। सो अब म यसलाई भिडियो पनि खिच भन्छु है त। हे मेडा टेक अ भिडियो। ओके यसले भिडियो खिचिरहेको छ है, यहाँ तपाईँले ब्लिङ्क पनि देख्नु भएको छ, यो भनेको भिडियो खिच्या। म यताउता यो हेर्छु अनि कस्तो खिच्छ म तपाईँलाई देखाउँछु है त। ल खोइ यो निकालौँ त, निकालेपछि खिच्छ कि खिच्दैन। यता फर्काउँ आफैलाई, अहिलेसम्म खिचिरहेछ है। ल तपाईँले फोन गर्नु पऱ्यो भने मोबाइल झिक्नु परेन, बोक्नु त पऱ्यो होइन, किनकि यसले यो चाहिँ ब्लुटुथ कनेक्टबाट हुने हो। सो मोबाइल खल्तीमै भए पनि भयो होइन, तपाईँले यहीँबाट बोल्न नि पाउनुभयो, सुन्न नि पाउनुभयो। म्युजिक होइन, काम गर्दै म्युजिक सुन्दै गर्न नि पाउनुभयो, अनि हिँड्दै म्युजिक सुन्दै गर्न नि पाउनुभयो होइन। अनि तपाईँले प्लस अब के आफूलाई केही थाहा छैन भने पनि तपाईँले सोध्न पाउनुभयो है। अब जस्तै यसको अर्को विशेषता भनेको तपाईँले अगाडि के कुरा देख्नुभयो, त्यो कुरा थाहा छैन भने तपाईँले मैले अगाडि देखेको कुरा के हो, यो के हो भनेर यसलाई सोध्नुभयो भने यसले भनिदिन्छ क्या होइन। त्यही भएर अनि अगाडिको मेरो सिनारीहरू डिस्क्राइब गर भनेर यसलाई डिस्क्राइब गरिदिन्छ है। जे कुरा पनि एकदम सजिलो बनाइदिएको छ क्या यसले। सो यो चाहिँ एकदम राम्रो लाग्यो मलाई। सो अब चाहिँ म तपाईँहरूलाई त्यो अघि खिचेको भिडियोहरू देखाउँछु, अनि त्यसपछि तपाईँहरूलाई कस्तो लाग्छ यो चाहिँ भन्नु होला। सो यसको मैले चाहिँ किन किने भने त्यो मैले इयरपडहरू किने होइन, अनि इयरपड त्यो वायरलेस किनेको सबै यो कुद्दाखेरि झर्दो रहेछ, झरेर हराउने है। 2-3वटा इयरपडहरू मेरो झरेर हरायो, अनि गीत सुन्न नि नपाउने त्यो भयो है। अब त्यो हेडफोन चाहिँ लायो, त्यो अलि हेभी हुन्छ नि त, अनि कम्फर्ट नि हुँदैन, अनि त्यो भएर मैले चाहिँ यो किने हो। प्लस अब फोटो भिडियो अब मोबाइल तेर्साएर खिचिरहनु परेन नि त, अब यहीँबाट खिच्छ होइन, त्यो भएर नि किने हो जस। अनि प्लस मेन रिजन चाहिँ मैले चाहिँ यो मेरो बाहिर निस्किँदा चाहिँ सनग्लास लाउने मोस्टली मैले लगाइरहेको हुन्छु, त्यही भएर अब मलाई अलिकति आइजलाई पनि प्रोटेक्ट गर्नुपर्ने थियो, त्यो भएर नि किने हो। एकदम राम्रो लेन्स को चस्मै किनौँ न त भनेर किने हो है। सो यसको प्राइस चाहिँ मैले $417 किनेको हो। 417 भनेको लगभग 60,000 नेपालीज रुपिज हुन्छ होला होइन, आई डोन्ट नो अहिले कति चलेको छ रेट त होइन। ओभरअल आई लाइक इट है। अब अहिलेको भिडियो चाहिँ म यहीँ अन्त्य गर्छु ल, र तपाईँहरूलाई त्यो अघिको फोटो भिडियो कस्तो खिचिएको छ म तपाईँहरूलाई देखाउँछु है त। बाई। ओके यसले भिडियो खिचिरहेछ है, यहाँ तपाईँले ब्लिङ्क पनि देख्नु भएको छ, यो भनेको भिडियो खिच्या। म यताउता हेर्छु अनि कस्तो खिच्छ म तपाईँलाई देखाउँछु है त। ल खोइ यो निकालौँ है त, निकालेपछि खिच्छ कि खिच्दैन।